आज हामी मौरी ल्याउँदैछौँ। मौरी लगेर हिँड्ने काम भइरह हाम्रो। उकालो छ, हिँड्न गाह्रो छ साह्रै। म खानु कहाँ सजिलो छ र गाइस, हेर्नुहोस् यसरी दुखाउनुपर्छ। गाह्रो छ बाटो पनि, हिँड्ने बाटो हेर्नुहोस्। आलु खिचाइ अरे निकाले है। ओ त्यसकालमा यस्तो सहारा भन्नुपर्छ। भन्नु न। एउटा मेरो लागि ठाडो भिडियो बनाउनु न। म यो लेखेर के एउटा लाइन के लेखेर बनाउनु आएको थियो। 6 सेकेन्डको बनाउनु भइगयो आन्टी। आज हामी मौरी ल्याउँदैछौँ। मौरी लगेर हिँड्ने काम भइरह हाम्रो। उकालो छ, हिँड्न गाह्रो छ साह्रै। म खानु कहाँ सजिलो छ र गाइस, हेर्नुहोस् यसरी दुखाउनुपर्छ। गाह्रो छ बाटो पनि, हिँड्ने बाटो हेर्नुहोस्। रोड पाट्यो भिरा हो त बुद्धि अङ्कल नभन्नु क्या अङ्कल। अनि त्यहाँनिर एउटा मौरी दिएको छ, रोड पारिदिनु। हाम्रो पनि त आलु गोड्छु होइन, मतलब कि हामी पनि त आलु गोड्छु कि तपाईँहरू मात्रै गोड्नु हुँदो र भने क्या। हामीले पनि अब गोर्या हो नि त 1 महिना अगाडि। कुनै खर्च खर्च राख्नु अनि कि लग्छु भने पहिले गाइस यो फुल टिप्नलाई कसिनु भयो हो। मैले अब म फुल ल्याउँ त्यहाँ टिपिन। गाइस यो फुल टिप्नलाई कसिनु भयो हो। मैले अब
गाइज मौरी सार्ने मान्छे यस्तो मेरो मोबाइल केही बिग्रियो भने अब आइफोन लग्ने दिन गाइज है अङ्कलले चाहिँ मौरी गरिरहनु भएको कति गर्नुभयो म देखाएर आउँछु कतापट्टि हुन्छ मौरी यस्तो घुमिरहेको छ खै दिगत हुन्छ कि हेलो अङ्कल अङ्कल के भइरहेछ